हामी कस्तो राम्रो छ ठाउँमा बस्नुहुन्छ शिव बाबा। त नि भगवान् जहिले पनि अग्लो ठाउँमा उच्च शिरमा बस्नुहुन्छ। त्यो चाहिँ हाम्रो शङ्खधर साख्य चोक। हामी चाहिँ यहाँ दिदी र म चाहिँ आज यो शङ्खधर सामुदायिक भवन रहेछ, राष्ट्रिय विभूति शङ्खधर साख्य प्रतिष्ठान रहेछ। र यताबाट हामी माथि ओम शान्तिको भगवान् परमपिता परमात्मा शिव बाबाको शरणमा जाँदैछौँ। ओम शान्ति सेवा केन्द्र मध्यपुर ठिमी नगरपालिका। कस्तो राम्रो सजिलो बनाइदिनु भएको रहेछ यहाँका प्रतिनिधिहरूले। राम्रो सिँढी भर्याङ बनाइदिनु भएको रहेछ। यता पनि वनवाटिका फुलहरू हुनुहुन्छ पनि, वनवाटिका फुलहरू यहाँनिर चाहिँ यो एकदम छहरा छाँगा छ यहाँनिर। यो चाहिँ वनवाटिका राम्रा फुलहरू फुलेको देख्न पाइन्छ। यहाँ हामी सिँढी उकालो चढ्दैछौँ भगवान्को पास जानलाई। दिव्य शक्ति भवन शक्ति आइरहेछ। खोइ स्याहाँ फ्याँ पनि भएको छैन। दिव्य शक्ति भवन होइन कि बाबाले नै दिव्य शक्ति दिनुहुन्छ। विभिन्न थरीका त्यहाँ बोट बिरुवा लगाएको रहेछ। साह्रै राम्रो रमणीय ठाउँ छ। हामी गर्ल स्टुडेन्ट हौँ। हामी गर्ल युनिभर्सिटीमा पढ्न हिँडेको गर्ल स्टुडेन्ट हौँ। हामी भगवान्को विद्यार्थी हौँ। हामीलाई भगवान् शिव बाबा आएर पढाउनुहुन्छ। हामी धेरै भाग्यशाली छौँ है। हो, जो पढ्न आउनुहुन्छ उहाँहरू धेरै भाग्यशाली हुनुहुन्छ। हजुरहरूलाई पनि त्यस्तो आउन इच्छा छ भने आउन स्वागत छ। हजुरहरूलाई जो आउनुहुन्छ सबैको हो। ल हामी सिँढी चढिसक्यौँ। अब यहाँबाट यस्तो तेर्सो परबाट झर्ने पनि ठाउँ छ। अनि अब यताबाट हामी तेर्सो बाटो लाग्छौँ। अनि फेर भगवान्को अब उच्च स्थानमा ओम शान्ति सेन्टर छ। कस्तो राम्रो प्रकृति ज्ञानको एकदम सुन्दर हरियाली। यो धुलो धुवाँबाट एकदम अलि पर चाहिँ हाम्रो शान्त वातावरण र स्वच्छ हावा यहाँ पाउन सकिन्छ। कोइलीको पनि कुकु आवाज सुन्न सकिन्छ। थोरै भए पनि यो उपत्यका भक्तपुरको एक छेउमा रमणीय स्थान चाहिँ हामीले यहाँ प्राप्त गरेका छौँ। यहाँ राम्रो चराचुरुङ्गी त्यति नै रमाएका छन्। यो बिहानको समय नि चराचुरुङ्गी मनुष्य जीवहरूको एकदम वातावरण राम्रो देखिने भएको हुँदा हामी चाहिँ अब